पिट्ने कार्यकर्ता ल्याउने। अहिले त के भन्ने भने देशमा भ्रष्टाचार गर्ने, अपराध गर्ने, अनि मान्छेले झोल्यो भन्दाखेरि म झोल्यौँ भनेर प्रधानमन्त्रीले भन्ने। त्यही भएर प्रधानमन्त्रीले हामीले भनेका छौँ, तपाईँ गिरिबन्धुको झोले, तपाईँ टेराम्याक्सको झोले, तपाईँ वाइट बडीको झोले, तपाईँ बालुवाटारको झोले, तपाईँ यो देशको उम्नीकाण्डको झोले, एनसेलको झोले र यो देशभरिको भ्रष्टाचारीको मुख्य झोले। गर्नेलाई भन्दा देख्नेलाई लाज। प्रधानमन्त्री खड्गप्रसाद ओलीको झोलेमा झोलाभित्रै बास भयो। टिकटकमा मारेर हालेर हिँडेको छ, गृहमन्त्री रमिता हेरेर बसेको छ, सरकार रमिता हेरेर बस्छ कि यही यो छाडातन्त्र भन्छ यसलाई। तपाईँ सञ्चारकर्मीसँग त त्यस्तो कुरा गर्नुहुन्छ। आज राजाको छोराले बेल्चा हान्दा त केपी शर्मा ओलीजीको आज फेरि तपाईँको अस्पताल उपचार गर्नुपर्ने अवस्था आइसक्यो। गणतन्त्रमा बोल्न चाहिँ पाइन्छ भन्ने कुरा चाहिँ तपाईँको होला, तर सत्य होइन कि झुटो बोल्न पाइन्छ भन्ने हो र छाडा बोल्न पाइन्छ भन्ने स्थापित गर्न खोजे हो यिनीहरूले। बोल्न पाइँदैन थियो भने गणतन्त्र आएको कति सालमा? 64मा। त्यहाँभन्दा अगाडि टेलिभिजन थिएनन् यो देशमा, पत्रिका थिएनन्, रेडियो थिएनन्। नेपाल टेलिभिजनको स्थापना 65 सालमा भएको हो कि 2042, 43, 44मा भएको? ल भन्नुहोस् न। रेडियो नेपाल प्रचण्डजीले स्थापना गरिदिएको हो? ल भन्नुहोस् त। एफएमहरू उहाँले स्थापना गरिदिए हो। कान्तिपुर भन्ने पत्रिका पनि तपाईँको यिनीहरूले स्थापना गरिदिए हो। भिजिट भिसा प्रकरणमा स्वयं गृहमन्त्री जोडिनु भयो। भोलि यो गृहमन्त्री यता आउनु, अर्को काण्ड फेरि आइहाल्छ, फेरि अर्को संसद बन्द गर्नुहोस्। आज राजाको छोराले जसरी युवराजले, आज नवयुवराजले बेल्चा हानेर आज जुन माटोमा, जुन आफ्नो माटोमा चाहिँ त्यहाँका आमाहरूको ज्यान बचाउने जुन थालनी गर्नुभएको छ, हामी के भन्न चाहन्छौँ भने यस्तै सोच भएका साथ नेताहरूका छोराहरूले पनि यसै गरून्। सुन तस्करमा नलागुन्, सुनका बिस्केट बोक्दै विदेश नभागुन्, राजासहितको प्रजातन्त्रमा जान पर्छ, संवैधानिक राज संस्थामा जानै पर्ने अवस्था।